भिडियो बनाउँदैछ। हाई एभ्रिवान, के छ हजुरहरूको हालखबर? हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला। अनि साथीहरू, म चाहिँ आज यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ, म चाहिँ यहाँ सुक्राबारी बजारमा आएको छु। आज चाहिँ मेरो घर चाहिँ तेह्रथुम सुक्राबारीमा हो नि त, यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ यहाँ मेरो हजुर अनि यहाँ मेरो बेबीहरू यता यहाँ हेर्छु। बेबी हाई भनिन्छु, हाई भन्छ सानो बेबी। बेबीहरूले लगेर अनि म चाहिँ यहाँ माथि घुम्न जाँदैछु। अनि पाहाडमा पनि कस्तो साह्रो गर्मी रहेछ के। अनि म चाहिँ यहाँ पुरा घाम भएर नि, गर्मी भएर यसोले यसरी मुख छोप्दै हिँडिरहेको छु है साथीहरू। यहाँ चाहिँ तिनजना बाबा छोरा चाहिँ हिँडिराख्नु भएको छ। अनि यहाँ सानो बेबीलाई चाहिँ नबोकी भएन अरे, बाबाको काँधमा चढ्नु पर्यो अरे। अनि यहाँ ठुलो बेबी चाहिँ, मेरो ठुलो बेबी चाहिँ यतादेखि सो न हौ, यहाँ हेलो गाइज भनेर यत्रो ठुलो चप्पल लगाउँदै हिँडिरहनु भएको छ। अनि कहाँ हिँड्नु भएको अरे हजुर चाहिँ? कहाँ हो? पहाडको नाम के हो भन्छु? पहाडको नाम हो तेह्रथुम। अनि हामी चाहिँ अब यहाँ माथि, हाम्रो घरदेखि माथि चाहिँ अनि एउटा नयाँ पार्क बन्दैछ अरे नि त। अनि त्यही नयाँ पार्क कस्तो चाहिँ बन्दै रहेछ त भनेर हामी चाहिँ पार्क भिजिटको लागि जाँदैछौँ है त। कस्तो यहाँ मेरो बेबी चाहिँ कति धेरै उफ्रिरहनु भएको यहाँ देख्न सक्नुहुन्छ साथीहरू, हजुरहरूले। अनि पाहाडको बाटो चाहिँ यस्तो छ। अनि एकदम मौसम चाहिँ आजको हेर्नु न, यहाँ पानी पर्न खोजे जस्तो भइरहेछ। र पनि यता चाहिँ पुरा घाम लागेर चाहिँ एकदमै टन्टला फुर भएको छ। अनि हजुरहरूलाई म यहाँको भ्युज देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूलाई, यहाँ कस्तो रमाइलो देखिरहेछ क्या। यताको साइडमा चाहिँ कस्तो घाम लागेर उज्यालो भ्युज देखिएको छ भने यता चाहिँ पुरा आकाश कालो न कालो भएर पानी पर्न खोजिरहेको छ। अनि यहाँ मेरो हजुर र मेरो सानो बेबी चाहिँ के हो? पुरा सानो बेबी कहाँ हिँडिसक्यो? पार्क हो। पार्क यो अगाडिको बन्दै गरेको हो हजुर? ए यही हो ल, हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो अगाडिको चाहिँ पार्क बन्दैछ। यहाँ चाहिँ एकदम सबैजना काम गर्ने मान्छेहरू चाहिँ धमाधम गरिरहनु भएको छ। अनि अब यो चाहिँ पहिला यसो सुरुवात मात्रै रहेछ यो पार्क बन्नु चाहिँ। अब बनिसकेपछि चाहिँ कस्तो देखिन्छ हजुरहरूलाई म पछि भिडियो अपलोड गर्ने नै छु, बनिसके पश्चातको। पछि राम्रो हुन्छ नि। ल यहाँ चाहिँ पार्क बन्न एकदम सुरुवाती अवस्थामा छ। यहाँ चाहिँ सिँढी ल, हामी चाहिँ यहाँ सिँढी चढ्दैछौँ साथीहरू। अनि यहाँ सिँढी यसरी बन्दैछ क्या। यहाँ मेरो ठुलो बेबी चाहिँ माथि पुगिसक्नु भएछ यहाँ। अनि मेरो यहाँ पुन्टे चाहिँ, सानो पुन्टे चाहिँ यसरी हिँडिरहनु भएको छ पाहाडको बाटो। ल हिँडिन्छ बेबी, बिस्तारै लडिन्छ है। यता हेर्छ न हजुर, कहाँ हिँड्नु भएको? म यहाँ शहीद पार्कमा हिँडेको। शहीद पार्क बन्दैछ हाम्रो यो शहीद पार्क। ऐ हो कस्तो गल्यो हो यहाँ लाली गुराँसको बोटहरू पनि हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ यहाँ लाली गुराँस फुलिरहेको छैन। ल यहाँ बाटो बन्द भयो। बाटो बन्द यहाँनिर पो रहेछ नि। यहाँ चाहिँ कस्तो मजाको भ्युज देखिने रहेछ नि त। यहाँ माथि बसेर हेर्दाखेरि यसरी बनाउँदै हुनुहुँदो रहेछ। यहाँ कस्तो घुम्नको लागि चाहिँ आनन्द राम्रो हुने रहेछ। औटरीका अब म चाहिँ यहाँ माथि चढ्छु यस्तरी। अनि ल आमामा कस्तो राम्रो भ्युज देखेको। ल यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। ल हामी चाहिँ यहाँ बन्दै गरेको पार्क हेरेर चाहिँ अब यहाँ घर फर्किँदैछौँ। भर्खर भन्न सुरु हुँदै रहेछ। अब पछि चाहिँ राम्रै हुने रहेछ यहाँ पनि। यहाँ मेरो बेबीले चाहिँ लु हेर्नु त, यहाँ भाइलाई बोकेको। हजुर चाहिँ डोराइछु न हौ बेबीलाई, डोराउनु न हौ। ऐ हौ
नजाने बाइक आउँदैछ नि आएर गर्छ होला ल अझै यसरी कम्पाउन्ड बन्दैछ हामी चाहिँ अब यहाँ पार्क भिजिट गरिसक्यौँ अनि बन्दै रहेछ पार्क पनि अब हामी चाहिँ यहाँ तल फुटबल ग्राउन्ड हेर्न जाँदैछौँ यहाँको फुटबल खेल्ने ठाउँ कस्तो छ भनेर म हजुरहरूलाई पनि देखाउँछु हजुरहरू हेर्न सक्नुहुन्छ है त यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ 6/5 शुक्रबारीमा रहेको फुटबल ग्राउन्ड हो यो चाहिँ हजुरहरूलाई मैले यहाँ माथि बाटोदेखि देखाइरहेको छु नि त अहिले त्यहाँ तल पुगेपछि पुरै देखाउने छु है त यता हिँड्छु न हौ मेरो हजुर चाहिँ यहाँ मेरो हजुर पनि यस्तो भिडियोमा देखिछु न हौ खालि हजुरलाई चाहिँ नाटकै हुन्छ हौ जे कुरा गर्दाखेरि पनि कस्तो हौ अब हामी चाहिँ यहाँनिर फुटबल ग्राउन्डमा एकछिन यहाँ फोटोसोटो खिच्छौँ अनि एक दुईवटा हामी टिकटक पनि बनाउँछौँ अनि हामी चाहिँ घर फर्कन्छौँ ल यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ फुटबल ग्राउन्ड चाहिँ कति ठुलो रहेछ अनि कस्तो राम्रो फराकिलो यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ हामी चाहिँ अब यहाँ फुटबल ग्राउन्डमा चाहिँ एकछिन आनन्दले बस्छौँ अनि फोटो पनि खिच्छौँ अनि हामी चाहिँ घरतर्फ लाग्छौँ हजुर के हो टिका सिका लाएर हिँडिसकेको छ त कहाँ हिँड्नु म चाहिँ टिका लाउँछु नि त घरमा हो र मैले टिका लगाइदिन्छु नि त क्या ए हो यो चाहिँ यहाँ हाम्रो 6 थरको शुक्रबारेबाट देखिने भ्यूज हो कस्तो राम्रो देखेको यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले अनि आकाश पनि कस्तो राम्रो देखिएको क्या यहाँ हेर्न सक्नुहुन्छ है हजुरहरूले एकदम यहाँ अब मेरो बेबीहरू पनि यहाँ कस्तो खुसी भएको सानो बेबी यता हेरी चाहिँ हाई भनिछु ठुलो बेबी पनि यहाँ छ भन्दै भइसकिन्छ आइसो कहाँ जाने हो हजुर अब यहाँ हामी 3 जनाको एउटा फोटो खिचिसक्यो कस्तो आउँदो रहेछ ल साथीहरू हामी चाहिँ पार्कको अवलोकन गरिसक्यौँ अनि त्यस पछाडि फुटबल ग्राउन्ड पनि हेरेर चाहिँ फर्किँदैछौँ अहिले चाहिँ हामी घरतर्फ लाग्दैछौँ अनि आजको हाम्रो यो छोटो मिठो ब्लग चाहिँ यही अन्त्य गर्न चाहन्छु हस् त बाई 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 बाई